हेलो गाइज, बिहानको 4 बजे होइन हामीहरू जान्छौँ अब दगुर्न। सो आज त मलाई एकदम अल्छी लाग्थ्यो होइन, चिसो पनि भइरह। सो दगुर्न जानु मन त थिएन, त्यही पनि उठ्यो अब जानुपर्छ गाइज। सो गाइज होइन, बिहान उड्नु त त्यति सजिलो त हुन्न होइन, तर दुनियाँमा थोरै मान्छे उड्न सक्छन् कि बिहान। त्यही भएर म आज उड्नै सकेको थिएन कि होइन, त्यही भएर म आज दगुर्न जाँदैछु धेरै दिनपछि होइन। बिहानको चिसो पनि बढिरह। सो आज मैले दगुर्छु। सो पुरै चिसोले त मलाई त कमाइराखेको गाइज होइन। सो हेर्न सक्नुहुन्छ पुरै अँध्यारो छु। 10 किलोमिटर हान्नुपर्छ है आज हामीहरूले। नदगुरेको धेरै भयो कि गाइज होइन। सो आज 10 किलोमिटर हान्छौँ हामीहरूले रनिङ। सो गाइज होइन, हामीहरूले रनिङ गरिसकेपछि होइन हामीहरूले सो घरमा आयौँ। घरमा आइसकेपछि आज प्याकको एक्सर्साइज थियो होइन हामीहरूको। सो मेरो आज प्याकको एक्सर्साइज थियो, त्यही भएर मैले आज घरमै प्याकको एक्सर्साइज घरमै गरेँ कि गाइज होइन। बाहिर गएर अलिअलि नै गरेँ, तर घरमै गरेँ जे गरेँ। सो प्याकको लागि आज मैले माउन्टेन क्लाइम्बर गरेँ, अनि अरू के एक्सर्साइजको नाम चाहिँ थाहा छैन होइन गाइज मलाई, तर मैले गरेँ, जे गर्नु छ मैले गरेँ होइन गाइज। सो आज मेरो प्याकलाई आज मैले फोड्ने भनेको थिएँ कि गाइज होइन मेरो प्याकलाई आज मैले। सो हेर्न सक्नुहुन्छ प्याकको कन्डिसन तपाईँहरू। सो यही नै हो मेरो प्याकको कन्डिसन होइन गाइज। सो आज मैले गरेको थिएँ 15 रेप्स 3 टाइम गरेको थिएँ होइन गाइज। सो अनि फेरि प्ल्याङ होल्ड पनि गरेँ होइन गाइज मैले। सो 1 मिनट गरेँ। धेरै चाहिँ मलाई प्ल्याङ होल्ड चाहिँ खासै इफेक्टिभ एक्सर्साइज लागेन कि गाइज होइन, त्यही भएर मैले खासै गरेन हौ। त्यसपछि गाइज मैले फेरि यो प्याकको लागि हिन्दू पुलअप चाहिँ मलाई एकदम मनपर्छ कि गाइज होइन, हिन्दू पुसअप। त आजको एक्सर्साइज यति नै। सो अब मैले अब बडी कतिको चेन्ज भइरह, अलिअलि चेन्ज त भइरह होइन गाइज। सो अझै पनि हुन्छ चेन्ज होइन गाइज। ओके, जय गोर्खा गाइज।